Hello students, welcome to Eureka Education. 2081 को ग्रेड इम्प्रुभमेन्ट एक्जाममा चाहिँ हामीलाई एउटा पिरियोडिक मोसन च्याप्टरबाट एउटा क्वेसन सोधिराखेको छ। त्यो क्वेसन चाहिँ यस्तो छ, हेरौँ। एउटा सिम्पल पेन्डुलम भनेको छ 2 मिटर लङ, स्विङ्स विथ एन एम्प्लिच्युड अफ 0.1 मिटर। ओके, सो क्वेसनमा एम्प्लिच्युड दिएको रहेछ। क्यालकुलेट द भेलोसिटी अफ द पेन्डुलम एट इट्स लोएस्ट पोइन्ट भनेको छ। लोएस्ट पोइन्ट मिन्स मेन पोजिसन, एन्ड इट्स एक्सिलरेसन पनि सोधेको छ एट एक्सट्रिम इन्ड्स भनेको छ। द्याट मिन्स क्वेसनले चाहिँ भेलोसिटी मेन पोजिसनमा सोधिराखेको छ है। भेलोसिटी कुन पोजिसनमा? मेन पोजिसनमा सोधेको छ भने हामीलाई एक्सिलरेसन चाहिँ एक्सट्रिम पोजिसनमा सोधेको छ है। ल, अब यसको लागि हामीले के गर्न सक्छौँ भन्दाखेरि सबैभन्दा फर्स्टमा हामीले यो मेन पोजिसन र एक्सट्रिम पोजिसनको भनौँ न कन्सेप्ट लिनुपर्ने भयो। सो सपोज गरौँ कुनै एउटा सिम्पल पेन्डुलम छ। मैले यहाँनिर एउटा सिम्पल पेन्डुलम बनाएको छु र यो सिम्पल पेन्डुलमलाई स्विङ गराइएको छ। मानौँ मैले सर्टेन एम्प्लिच्युडले यसलाई डिस्प्लेस गरिदिएँ यो डाइरेक्सनमा। यसलाई यो डाइरेक्सनमा डिस्प्लेस गरेर मैले छोडिदिने हो भने यो ब्याक एन्ड फोर्थ मुभ गर्न थाल्छ र यो पेन्डुलम चाहिँ यहाँबाट यहाँसम्म ब्याक एन्ड फोर्थ ओसिलेट गर्न थाल्छ। ठिक छ। सो यहाँ हामी जुन यो कन्डिसन देखिरहेको छौँ, यो पोजिसन, यो ठाउँको, यसलाई हामी भन्छौँ एक्सट्रिम पोजिसन। ओके, सो यो पनि हाम्रो के भयो? एक्सट्रिम पोजिसन भयो। भने यो जुन पोजिसन हामीले देखिरहेको छौँ इक्विलिब्रियम पोजिसन, जसलाई हामी मेन पोजिसन भनेर भन्छौँ, यहाँ चाहिँ पार्टिकलको डिस्प्लेसमेन्ट 0 हुन्छ भने यो ठाउँमा पार्टिकलको डिस्प्लेसमेन्ट म्याक्सिमम हुन्छ, जसलाई हामी एम्प्लिच्युड भनेर भन्छौँ। सो यो पनि हाम्रो डिस्प्लेसमेन्ट इक्वल्स टु आर भनेर लेख्न सकिन्छ। अब यो खालको क्वेसन आयो भने चाहिँ हामीले सबैभन्दा फर्स्टमा जुन भेलोसिटीको एक्सप्रेसन भनौँ न हामीलाई थाहा छ, त्यो भनेको v इक्वल्स टु ओमेगा रुट ओभर आर स्क्वायर माइनस वाई स्क्वायर भन्ने फर्मुला, जेनरल फर्मुला हामीले भेलोसिटीको युज गर्नुपर्ने हुन्छ। अब क्वेसनले मेन पोजिसनमा सोधिराखेको छ भने हामीलाई थाहा छ मेन पोजिसनमा वाईको भ्याल्यु कति छ अरे? 0 हुन्छ। सो हामीले यसमा वाईको ठाउँमा 0 राख्ने हो भने अल्टिमेटली हामीले v इक्वल्स टु ओमेगा आर पाउँछौँ, जहाँ यो आर भनेको चाहिँ एम्प्लिच्युड हो। ओके, सो यो क्वेसन सल्भ गर्नको लागि चाहिँ हामीले कसै गरी ओमेगा निकाल्न सक्नु पर्यो। यदि हामीले ओमेगा निकाल्यो भने यसको सल्युसन आउँछ। ठिक छ। सो अब ओमेगा निकाल्नको लागि हामीलाई थाहा छ एङ्गुलर भेलोसिटीको फर्मुला हुन्छ 2 पाई बाई टी। ओके, सो अब सल्युसनतिर जाउँ हामी। यसको सबैभन्दा फर्स्टमा हामी गिभन लेख्छौँ। मैले यसलाई इरेज गरेँ। सो लेट्स राइट डाउन द गिभन फर्स्ट. It is given that the simple pendulum has length 2 meter. So that is effective length दिएको हो क्वेसनले। Effective length L equals to 2 meter. Swings with an amplitude of 0.1 meter. So हामी यहाँनिर amplitude, let's denote it with the symbol R, and it is given as 0.1 meter. Calculate the velocity of the pendulum. V equals to what? At lowest point, that means mean position, and acceleration at extreme ends. Acceleration A equals to what? At extreme position. Okay, so let's find out the value of omega first. First, we know omega is equal to 2 pi by t is equal to 2 pi as it is भयो, डिवाइड बाई टी को फर्मुला टाइम पिरियड भयो। सिम्पल पेन्डुलम को टाइम पिरियड को फर्मुला हुन्छ 2 पाई अंडर रुट एल अपॉन जी। ओके, सो 2 पाई गेट्स क्यान्सिल। हामी यहाँनिर 2 पाई र 2 पाईले काट्न सक्छौँ। अनि त्यसपछि हामी कति पाउँछौँ? यसलाई उल्टाइदिने हो भने रुट ओभर जी डिवाइड बाई एल आउँछ है। इज इक्वल टु रुट ओभर जी को भ्याल्यु हामीलाई थाहा छ 9.8। क्वेसनमा कहिलेकाहीँ 10 दिएको छ भने हामीले 10 पनि युज गर्न मिल्छ। एल भनेको हामीलाई 2 दिएको छ, सो हामी यहाँ 2 राख्छौँ र यो क्याल्कुलेट गरी हेर्छौँ है त। सो लेट्स क्याल्कुलेट रुट ओभर 9.8
8 divided by 2, you will end up with 2.21. Okay, 2.21. So let's write down. 2.21 रेडियन पर सेकेन्ड, ओमेगा को युनिट रेडियन पर सेकेन्ड है त। सो ओमेगा हामीले फाइन्ड आउट गर्यौं। ओमेगा निकालिसकेपछि अब के चाहियो त, हामीलाई फर्मुला युज गर्ने हो भने v इक्वल्स टु ओमेगा r भनेर मैले अघि एक्सप्लेन गरेको थिएँ है। नाउ v इक्वल्स टु ओमेगा r भनेर लेखौं, इज इक्वल टु ओमेगा हामीले भर्खरै कति निकालेको छौं, यहाँ हेरौं त 2.21 इन्टु हामीलाई एम्प्लिट्युड कति दिएको छ 0.1। सो हामी यहाँ 0.1 भनेर लेख्न सक्छौं। हामीले यदि यसलाई क्याल्कुलेट गर्यौं भने इन्टु 0.1 गर्ने हो भने 0.22। सो हाम्रो यहाँ 0.22 मिटर पर सेकेन्ड आउने भयो। यो एउटा एन्सर भयो हाम्रो। सो भेलोसिटी को एन्सर हामीले 0.22 यहाँ क्वेशनमा पनि देख्न सकिन्छ, 0.22 एन्सर छ। अर्को हामीलाई एक्सेलरेसन सोधेको छ एक्सट्रिम पोजिसनमा हैन। अगेन एक्सेलरेसन को जनरल एक्सप्रेसन हुन्छ, हामी यतातिर लेख्न सक्छौं एक्सेलरेसन a इक्वल्स टु माइनस ओमेगा स्क्वायर y हुने भयो है। नेगेटिभ साइन किन भयो त भन्दा नेगेटिभ साइन इज ड्यू टु अब यसको रिजन भनेको एक्सेलरेसन एन्ड डिस्प्लेसमेन्ट आर directed opposite with each other, ओके। सो त्यही कारणले नेगेटिभ साइन हामीले राख्यौं, तर न्युमेरिकल गर्दाखेरि चाहिँ हामी नेगेटिभ साइन युज गर्दैनौं, नगर्दा पनि हुन्छ, जस्ट म्याग्निट्युड मात्रै लिने। अब यही एक्सप्रेसनलाई हामीलाई क्वेशनले के सोधिराखेको छ हेरौं त, एक्सट्रिम पोजिसनमा एक्सेलरेसनको भ्यालु सोधेको छ। मैले अघि पनि लेखाएको छु, एक्सट्रिम पोजिसनमा y को भ्यालु के ले रिप्लेस गर्नु पर्यो, r ले रिप्लेस गर्नु पर्यो। अगेन एक्सेलरेसन इक्वल्स टु ओमेगा स्क्वायर r हुने भयो। ओमेगा हामीले कति निकाल्यौं अहिले भर्खरै 2.21 निकाल्यौं, यसको होल स्क्वायर इन्टु r भनेको हामीसँग 0.1 छँदैछ। सो यो क्याल्कुलेट गरौं, 2.21 स्क्वायर इन्टु 0.1, यो गर्दाखेरि 0.488 मिटर पर सेकेन्ड स्क्वायर। यो हाम्रो अर्कोको एन्सर आयो, हामी चेक गर्छौं 0.5 मिटर पर सेकेन्ड स्क्वायर छ। हाम्रो पनि एप्रोक्सिमेटली यति आएको छ। एन्सरमा अलिकति फ्लक्चुएसन आउनुको कारण भनेको चाहिँ यो g को भ्यालु कसैले 10 राखेर क्याल्कुलेट गर्छ, कसैले 9.8 राखेर पनि क्याल्कुलेट गर्छ, त्यो कारणले गर्दाखेरि थोरै एन्सरमा भेरिएसन आएको हो है। सो द्याट्स अल फर टुडे। यस्तै भिडियोको लागि चाहिँ हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला। थ्यांक यू सो मच।